हेलो एभ्रिवान, नमस्ते सम्पूर्णलाई। तपाईहरुलाई मेरो भिडियोमा स्वागत गर्दछु। आज मेरो स्पेशल दिन, आज मेरो जन्मदिन। सो ह्यापी बर्थडे टु मी भन्न चाहन्छु फर्स्टमा। र मेरो आजको स्पेशल दिनमा स्पेशल गर्नुपर्छ भन्ने धारणा छ मेरो, हैन। सो आज चाहिँ हामी खजुरा गइरहेका छौँ एकजना महिलालाई सहयोग गर्न। उहाँ चाहिँ आगलागी पीडित हुनुहुन्छ, एकल हुनुहुन्छ महिला। सो हाम्रो केही सानो सहयोगले उहाँलाई केही हेल्प हुन्छ भने हामी सहयोग किन नगर्ने। स्पेशल डेमा मेरो आजको दिन पनि स्पेशल भइहाल्छ, हैन, यादगार भइहाल्छ। सो एकजना दाइ हुनुहुन्छ उता खजुराको, गणेश राई दाइ भन्ने, उहाँकै मार्फत हामी गइराखेका छौँ। उहाँले नै गाइड गर्नुहुन्छ। मैले उहाँलाई मेसेजमा मेरो प्लान भने, हैन। सो उहाँले चाहिँ पत्ता लगाउनु भयो एकजना पीडितलाई। सो उहाँलाई खानेकुरा के चाहिएको छ, उहाँलाई खाने तेल चामल खानेकुराहरू तरकारीहरू लगेर आजको स्पेसल दिन सेलिब्रेट गर्नेछौँ, हैन। सो हामी अब जाने तयारीमै छौँ। साथीहरू पनि आइसकेछन्, भान्जा आइसकेछन्। भान्जा वेलकम टु माई भिडियो। र क्यामराम्यान म छ सुशान्त चौधरी, फोटोग्राफर। र उता मिश्रा भाइ, सन्तोष भाइ अनि अरू दाइहरू खजुरामा छन्। सो हामी अब लाग्छौँ है। ल कि पछि गाइज। थ्याङ्क यू। आजको चाहिँ बवाल गर्नुपर्छ, त्यही भ्लगिङ भइरहेछ। भ्लगमा स्वागत छ मिश्रा भाइ, बोन मिश्रा। वाउ गाइज, हामी चाहिँ आज तहल्का मचाउनुपर्छ है गाइज। फाइनली हामी चाहिँ जानको लागि रेडी भइसकेको छौँ 3वटा बाइकमा। अनि एकजना भाइ पनि आउँदैछ, सन्तोष। हावै छैन त यार, हावै छैन के। फाइनली गाइज छैन किन भयो पनि देखाइदियो कि हामी वेट गरिरहेको जाने अब बिस्तारै बिस्तारै आउनु, बिस्तारै बिस्तारै जानु त। त्यही इस्टिमेट गर्नु होला नि। चामल चाहिँ पर्दैन होला, अरू सामान चाहिँ कसो पर्ने। आज चाहिँ उहाँले हामीलाई गाइड गर्नुहुन्छ। र ठिक छ, हामी अब सामान किन्छौँ, के चाहिन्छ उहाँले गाइड गर्नुहुन्छ। सो के मान्छे उहाँ चाहिँ आफ्नो ए नमस्ते, मेरो नाम खगेन्द्र दाहाल हो। म चाहिँ पेसाले सञ्चारकर्मी हो र म दिन दुखीहरूको भिडियोहरू बनाउँछु धेरै। र उहाँहरूलाई सेवा गर्ने अवसर पाइरहेको छु। आज भाइको बर्थडे, भाइलाई जन्मदिनको शुभकामना पनि छ। यो सेवा कर्ममा लाग्नु भएकोमा अझ विशेष धन्यवाद है। ल हाम्रो गणेश दाइ हुनुहुन्छ, हाम्रो तपाईँ भ्लगमा स्वागत छ हामीलाई। ल अनि उहाँले नै चाहिँ उहाँलाई मेसेज गरेको थिएँ मैले कि कोही छ कि त्यस्तो। उहाँकै मार्फतबाट हामी यहाँ छौँ डोनेसन गर्नु, होइन। तपाईँ नि जानुहुन्छ? जान्छु किन नजाने, म गइहाल्छु नि। म त नजाने कुरै भयो। उहाँले गाइड गर्नुहुन्छ भाइको ब्लगमा। ल आज आउनु पाइयो। हजुरको पनि भ्लग छ मेरो, स्टार्ट गर्नु न। हाम्रो चाहिँ इस्टिमेट भइसकेको छ, 7,500 की बेला छ। यतिको सामान छ। अझै हामी थप 7,590। अझै आलु र प्याज तरकारी दिउँ ल। अन्डा 1 बाल्टी सरफ, बाटा सरफ, साबुन 6 पिस भइहाल्यो के अरे, कपडा धुने, अनि नुहाउने साबुन 6 पिस, भाँडा धुने 1 दर्जन, मसला 1 प्याकेट निकाल्यो, आँटा 1 झोला, भुजा 5 पोका, दालमोट कृष्ण 2, सोयाबडी तौलेको 1 किलो, सेम्पू 2 माला, कोलगेट निस्कियो, सेन्सोडाइन ब्रस निस्कियो, मास दाल 1 पोका निस्कियो, नरिवल तेल, नमक 5 किलो, अनि चिनी चियापत्ती अलग छ। यहाँ बर्थडे मेरो दाइको बर्थडे चाहिँ अलि राम्रो तरिकाले मनाउन लाग्छ। सबैले चाहिँ होइन राम्रो मान्छे यदि तपाईँहरू पनि यस्तै सहयोग गर्न चाहनुहुन्छ भने हामीसँग कन्ट्याक्ट गर्नु होला।
के राख्नुहुन्छ आउनु आउनु तपाईँको लागि चामलसम्म ल्याइदिएछु आउनु यता काम छोड्नु यता जसबिन आज हामी बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर 4 स्थित यो थपलटमा छौँ। म यो ठाउँमा पहिलोचोटि त आएको होइन, योभन्दा अगाडि पनि यो घरमा आइसकेको छु। यो घरमा आउनुको मुख्य कारण चाहिँ आज कुमार भाइको बर्थडे होइन, जन्मदिन कुमार चौधरी भाइ बर्दिया मधुवन नगरपालिका वडा नम्बर 4 बस्नुहुन्छ र पेसाले उहाँ पनि मिडियाकर्मी हुनुहुन्छ र विशेष गरी फोटोग्राफर हुनुहुन्छ र आज चाहिँ उहाँले चाहिँ यहाँ आमाको लागि चाहिँ केही खाद्यान्न सामग्रीहरू चाहिँ ल्याइदिनु भएको छ। उहाँको जन्मदिनको अवसरमा मानिसहरू आफ्नो जन्मदिनहरू होटलमा मनाउँछन्, तर आज उहाँले चाहिँ आमाले चाहिँ केही खानु पाउनु भएको छैन भन्ने सूचना पाएपछि आज उहाँले चाहिँ ल्याइदिनु भएको छ। योभन्दा अगाडि पनि हामीले केही सामग्रीहरू ल्याइदिएका थियौँ आमालाई, त्यो सामग्री सकिसकेको अवस्था थियो र अहिले फेरि आमालाई ल्याइदिएका छौँ। घरिघरि एउटै मान्छेलाई किन लगिदिएको होला भन्ने जिज्ञासा पनि लाग्न सक्छ, तर उहाँ के गर्न सक्नुहुन्न, अलि अशक्त हुनुहुन्छ, शरीर सबै जलेर एकदमै नाजुक अवस्था छ, अझै पनि घाउ आलो हामी देख्न सक्छौँ। अनि आमालाई विशेष गरी उहाँलाई अझ सपोर्ट होस् भनेर हामीले ल्याइदिएका छौँ। तपाईँ सम्पूर्णलाई अझ उहाँको लागि सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई फेरि सम्पर्क गर्न सक्नुहुनेछ र भाइलाई जन्मदिनको धेरै धेरै शुभकामना छ। हजुरलाई पनि धेरै धन्यवाद, हजुरहरूले सहयोग गरिदिनु भयो। मेरो चाहिँ जन्मदिन अलिकति विशेष तरिकाले मनाउनुपर्छ भन्ने हिसाब थियो पहिलेदेखि सोचिरहेको थिएँ, अनि कसरी मनाऊँ के गरौँ सोचिरहेको थिएँ होइन। ठ्याक्कै अब तपाईँहरूको काम देखिरहेको थिएँ नि युट्युबमा फेसबुकमा, अब त्यही भएर मैले गणेश दाइले भने कि कोही छ कि त्यस्तो गरिब असहाय खाना ल्याउन नपुग्ने, उहाँहरूको लागि केही सहयोग गरेँ भने मलाई खुसी मिल्छ भन्ने हिसाबले मैले गरेको हो। अब सेलिब्रेट गर्दा त अब होटलहरूमा अब खाना खाएर यताउता साथीहरूलाई पार्टी दिएर गर्न सकिन्थ्यो, तर यसरी गर्दाखेरि स्मरण हुन्छ कि आफूलाई यसो जिन्दगीमा यसरी पनि गरेको थिएँ भनेर उहाँलाई पनि सहयोग हुन्छ। उहाँ एक्लै मान्छे होइन, अब आगोले पनि अब पोलेछ पुरै होइन, सो उहाँको लागि केही राहत हुन्छ भन्ने हिसाबले हामी सामानहरू ल्याएको छौँ। खाने तेलहरू भयो, चामल दाल तरकारीहरू होइन। हुन्छ, आज हामीले के सामान ल्याएको छौँ यो सबै देखाउँछौँ र आमालाई लगभग 5-6 महिना पुग्ने गरी सामान हामीले ल्याइदिएका छौँ। यो यसअघि पनि हामीले ल्याइदिएको सामान केही अझै चामल बाँकी नै छ, त्यसैले आज चामल चाहिँ अलिक थोरै ल्याइदिएछौँ, अरू सामान चाहिँ धेरै ल्याइदिएका छौँ। यो हामी आमालाई हस्तान्तरण गर्दैछौँ र आज हामी विशेष गरी यही घरमा आज हामी भाइको बर्थडे सेलिब्रेट गर्दैछौँ, केक पनि यहीँ काट्छौँ है त। तपाईँको यो बिजुली छ होइन, बिजुलीमा चार्ज गर्ने, दिउँसो बिहान चाहिँ चार्ज गर्ने, अनि त्यसपछि साँझ चाहिँ मजाले यो मजाले धेरै चल्छ है। अनि यहाँबाट टक चालिदिनुहुन्छ राख्नु है, राति काम लाग्छ सबै चिज थियो नि। यो तेल 1 पेटी छ है, तपाईँलाई धेरै समयसम्म पुग्छ। अन्डा पनि छ, त्यो अन्डा हेर्नुहोस् तपाईँले खानु होला। चिनी आमाले चरा मार्नु थियो त्यहाँ हेर्नु हो न। तरकारी पनि छ, आलु छ, 1 नम्बर आलु छ, अनि प्याज छ, यो प्याज खान्छ नि, यो सुन्तला लसुन छैन, प्याज मात्रै। सुन्तला नि खानु होला है, यो फलफुल यो सुन्तला खानु होला है, दिउँसो यसो बसेर सुन्तला दिउँसो यसो बसेर। यो आलु भइहाल्यो, तरकारी छैन भन्नु त। यो कपडा धुने भाँडा, यो बाटा लुगा धुनुलाई, चिया खाने चियापत्ती, नरिवलको तेल घाममा लाउन सजिलो हुन्छ। यो यस्तो घाउहरूमा लगाउँदा राम्रो हुन्छ, चिसो गर्छ। सबै खोलेर देऊ है सामान कुमार, सबै खोलेर यो भनेर देऊ है। यो चाहिँ नुन हो है आमा, यो नुन हो 5 केजी छ नि, 5 केजी छ। सबै खोलेर देखाऊ। अरू खजनाहरू छ, खजना आमाको लागि खजना यो आज सबैभन्दा धेरै यहीँ छ। दालमोट छ, भुजा नास्ताको लागि भुजा छ आमा, मसला हो बिस्कुटहरू 20 वटा टन्नै चाहिँ बिस्कुट खाजा खानु होला, भोकै नबस्नु होला है आमा। अब खानु पर्यो, ब्रस गर्नुहुन्छ कि आमा? ब्रस गर्न लाग्नु है।
नगरी हुन्न नगरी हुन्न ल ल यी दाल यी दाल दाल छ फोटो खिचिराख्नु त्यो पनि भुजा हो नि भुजा छ स्याम्पू आमा यी स्याम्पू नुहाउने झन् गर्नु होला भाँडा मान्ने साबुन भाँडा मान्ने साबुन छ साबुनले भाँडा मान्ने सफा राख्ने है चल्छ अब यो 1 वर्षसम्म यो सोयाबिन यो लुगा धुने साबुन यो मासको दाल मिसाएर खानु होला मिसाएर खानु होला है सबै यो नुहाउने साबुन नुहाउने कपडा धुने सबै साबुन छ आमा अनि यो सरफ हजुर लुगा कपडा धुने है ल यति सामग्रीहरू आएको छ आमालाई लगभग यति भएपछि तपाईँलाई पुग्छ नि सामान मात्रै देखाएको तपाईँको छोरा जस्तै छोरै हो नि उहाँको जन्मदिन आज यहाँ बर्थडे मनाउन आएको हामी उहाँको तपाईँलाई सहयोग पनि होस् अनि तपाईँलाई के चाहिन्छ भनेर अनि उहाँले चाहिँ ल्याइदिनु भएको अब तपाईँको छोरा कहाँ हुनुहुन्छ अहिले बर्दिया तर छोरा बर्दिया दिदीकोमा होइन उसको आफ्नो दिदीकोमा बस्छ आमा एक्लै हुन्छ बिचरा यस्तो यो हात हेर्नु त घाउ यो पोलेको होइन आमा यो सबै पोलेछ शरीर सबै पोलेछ यही घरमा आगो लाग्यो यहाँ घर थियो त्यहाँ आगो लाग्यो केही छैन है के बेचेर ल्याउनु भयो त्यो घर यो घर बेचेर तेल ल्याउनु भयो कसलाई बेच्नु भयो कतिमा बेच्नु भयो 4000 घर बेचेको कि के बेचेको घर बेचेको कि यहाँको दाउरा के बेचेको जमिनै गोठ बेच्नु भयो खामाहरू हेर्नुहोस् त कति गाह्रो छ आमालाई बिचरा यहाँको गोठमा भएको यति यस्तो जुन सामग्रीहरू थियो सबै बेचेर आफ्नो चाहिँ जीविकोपार्जन गरिरहनु भएको रहेछ उहाँको लागि आज केही समयको लागि यतिले कति पुग्छ तपाईँलाई पुग्छ 1 वर्ष पुग्छ नि पछि फेरि आमालाई तपाईँलाई केही गाह्रो भयो भने है आमा ल अब हामी बर्थडे मनाउँ है साथीहरू सबै आउनु भएको छ जन्मदिन मुबारक भाइ ल काटा एक्लै छु भनेर कहिले सोच्नुहुन्न क्या मान्छे होइन मानवता छ भने सबै आउँछन् होइन सबै गर्छन् अब हाम्रो यो जति भिडियो बनाखाम नि यो जति भिडियो बनाखाम तपाईँहरूको यो सामाजिक सञ्जालमा जान्छ मान्छेले हेर्छन् यस्तै गर्न आउँछन् होइन सबैले गर्न आउँछन् होइन तपाईँको एउटा पनि टेन्सन नलिनु हामी छौँ त नातिनु है अलि लाग्छ ल हामी लाग्छ ल है तपाईँ बस्नु होला है ल हामी चाहिँ अब बर्थडे सेलिब्रेट गरिसक्यौँ हजुर सबैजनालाई धन्यवाद गणेश दाई खगेन्द्र दाई अनि हाम्रो साथीभाइ सबैजनालाई
सबैजनालाई धन्यवाद होइन व्यस्तताका बावजुद पनि आइदिनु भयो अनि मलाई पनि सन्तुष्टि भयो यसरी बर्थडे मनाएँ होइन फर्स्ट टाइम यसरी स्पेसल तरिकाले डिफ्रेन्ट भयो डिफ्रेन्ट तरिकाले पहिलोचोटि मनाएको होइन भाइले? पहिलोचोटि भयो पहिलोचोटि मनाएँ अब स्पेसल तरिकाले स्पेसल नै तरिका भयो किनकि यादगार होस् क्या यादगार होइन यादगारै छ सन्तुष्टि पनि हुन्छ होइन एकदम अब अफकोर्स सबभन्दा ठुलो कुरा आत्मसन्तुष्टि हो होइन त्यो भयो भने सबै कुरा हुन्छ सो अब पछि पनि कुनै यसो सामाजिक कार्य भयो भने हामी फाइनली सबैजनालाई फेरि पनि धन्यवाद आजको ब्ल्याक यतिकैमा हाम्रो आजको ब्लग भिडियो चाहिँ बन्द हुन्छ भनौँ ल एउटा फोटो खिच बाबु एउटा